यहाँ यति हो, यति बाक्सा भरि छ होइन। यही नै 50-60 हजारका सामान हो। 80 रुपियाँ केरा हेर्न, 800 रुपियाँ। कोरिया बस्नु भन्छ नि, कोरिया। अनि यो बङ्गुरको मासु यो लगभग 13,000 14,000 कोरियन भनेको 1400 नेपाली यतिको 1 केजीको। ओए यहाँ त रामेन त कति धेरै छ रामेन। हाई एभ्रिवान, आज चाहिँ हामी मार्ट जान लागिरहेको छ। मार्टमा चाहिँ सामान किन्नु हो। आज चाहिँ कोरियाको एक्सपेन्सिभ के छ, कस्तो छ, अनि ग्रोसरीदेखि लिएर सपिङहरू कस्तो छ। नेपालमा हेर्दा एक्सपेक्टेसन धेरै छ, नेपालभन्दा चाहिँ धेरै नै महँगो छ, अनि कमाइअनुसार धेरै नै महँगो छ। आज चाहिँ हामी मार्टमा फलफुलहरू अनि अरू कुराहरू के कति महँगो छ त्यही कुराहरू देखाउनेवाला छु। अनि हामी 3 जना जान लागिरहेको, 2 जना साथीहरू अनि म। अनि यहाँ चाहिँ कम्पनीबाट ट्याक्सी चढेर जानुपर्छ लगभग 5-10 मिनट जति। अनि अहिले चाहिँ ट्याक्सी आइरहेछ। ट्याक्सी एकदम राम्रो छ यहाँको सेवा सुविधा, मिटर अनुसार ठ्याक चल्छ अनि टाइमिङमै आइपुग्छ। आज चाहिँ अलि बिजी भएको कारण ट्याक्सी अलि ढिलो आइरहेछ। अनि आज चाहिँ हामी मार्ट जाँदैछौँ, त्यसपछि एसियन। यो जुदान चाहिँ हाम्रो ठिक्क सानो छ सिटी चाहिँ, टक्क यस्तो छ, पुरा हाइवे हो हुन चाहिँ होइन। यो थाङजिनको हामी राजेश सर, आज तोपेन्द्र सर पनि छ होइन नयाँ। अनि राजेश सर र म चाहिँ यो एरियामा ready to forget now. I'm not ready yet, ready to forget. कस्तो बवाल हुन्छ यार, यस्तो राम्रो हुन्छ यार यहाँ कन्भिनियन्स स्टोरहरू यस्तो राम्रो हुन्छ। कसम स्न्याक्सहरू यति धेरै छ। ओए यहाँ त रामेन त कति धेरै छ रामेन। रामेन खानुपर्छ, पछि रामेन। अहिले हामी सियु आइरहेको छौँ। सियुमा के खाने भन्दाखेरि यस्तो चिजहरू पाउँछ यार। मेरो फेभरेट भन्ने कुरा चाहिँ यो हो, यो वाला दामी छ। के खाने सिउ कस्तो राम्रो हुन्छ यार। यस्तो कन्भिनियन्स स्टोरहरू चाहिँ म नि खोल्नु मन छ क्या नेपालबाट। यहाँ रामेन कति धेरै रामेन। के खाने हो, चिकनहरू पाउँछ, केरा, हर कुछ पाउँछ। यहाँ अहिले एउटा नयाँ मार्ट खुलेर चाहिँ यहाँ छ जोइ मार्ट होइन। यहाँबाट यसमा छ एसियन मार्ट, श्रीलङ्काका दिदी दाइले खोलेर रहेछ नि, ओपनिङ सुन भर्खर खोलेर रहेछ। कस्तो राम्रो छ यार, दिस इज गुड। नेपालीमा एसियन मार्ट हो, सबै कुरा पाउँछ यहाँ 6-7 देशका। युक्चन कुबेक मासु यहाँबाट लाने, मासु परबाट लाँदैन। के चाहिँ लाने, रोटी ठिक छ। कति रहेछ, टन्नै रहेछ त, धेरै नै छ। दाल नाजुङ ने म ने 있어요. 먹어요. 네. 오, 그것도 비슷한데 진짜. पछि मलाई हामीले कोदो पोटो त्यहाँ रहेछ। मैले खोजिरहेको थिएँ कति धेरै। प्योर है, प्योर। नयाँ छ, राम्रो छ भन्नु न। यो बोया सबै लाने त्यहाँ यहीँबाट। फलफुल हेर्नुपर्छ, के फलफुल लाने। यस्तो राम्रो छ यार, के लानु रे फलफुल। 안녕하십니까. 예. 달콤한 와인이 왔습니다. 네, 수박도 있고요. 수박, 참외도 있고요. 오렌지, 키 라는데. 사과, 딸기 10,000원, 참외 10,000원. 바나나. 딸기 10,000원? 딸기 10,000원. 이거 뭐예요? 귤? 요거는 미국 귤. 10,000원. 딸기 10,000원, 이거 10,000원. 그거 싸고 사과 10,000원. 볶음, 오렌지 10,000원. 월드 키위, 이거? 바나나? 바나나 8,000원. 8,000원? 방울토마토, 어이. 영감 같습니다. 이거
इको जुस यहाँ छ हेर माड माडभन्दा अलिक सस्तो पर्छ कुन चाहिँ काँक्रा ऊ यति सबैलाई नलाने काँक्रा किन खानु नखाने म त इफ स्ट्रबेरी चाहिँ लानु पर्छ क्या ले खानु सक्दा 또 나중에 먹고 와요 싶은 거. 딸기 10,000원. 먹고 싶으면 나중에 와야 돼 1,000원. 나중에 와요 가져올래? 네 야, 10,500원. 네 내일 올게요 यो बुढाले पनि मान्छे हेरेर काम गर्छ कि कम त गरिदिँदैन यो बुढा कम त हो त नि 200 भन्दैछ गएर लु 200 रुपियाँ भनेर बोकेर हिँड्नु त त्यही भने कम त गफाडी बुढा छ यार यो बुढा पुरा किनेर लगिहाल्नु पर्छ नि नत्र त बुढाले अस्ति त्यसो गऱ्यो भने रामहरि दाइले भन्थ्यो मैले त भने होइन यता अरू जाने होइन ओ होइन हौ त्यहाँ पर के किन उ त्यो किन ल साँच्चै लाँदा हुन्न अनि क्यास सस्तो छ त अनि डेट एक्सपायर भयो क्या यहाँ ल्याइदियो भने डेट एक्सपायर भयो क्या हुन लाग्यो होला त्यही भएर होला अनि हुन आँटेर त्यही भएर हामी अब माड जाँदैछौँ तर अब बस्दा बस्दै गफ गर्दा गर्दै तर धेरै उज्यालो हुने भएर अलिक है 7 बजिसक्यो यो फानसान रहेछ है खिम्ची लानु पर्ला छ खिम्ची त जहिले हो खै छान्नै जान्दैन अस्ति छान्नै जान्दैन कता लोटो कता लोटो काट्नु पर्थ्यो लोटो काट्नु पर्थ्यो ए मैले केरा किने केरा चाहिँ बाहिर अलिक सस्तो पऱ्यो होइन माडभन्दा चाहिँ धेरै सस्तो हो माडमा चाहिँ 4,000 5,000 यति थोरै आउँछ 4-5वटा तर यो चाहिँ धेरै नै छ क्या अनि अलिक सस्तो पऱ्यो त्यही भएर यो चाहिँ लिएर हिँडेँ अनि अब के छ भने चाहिँ यो 8,000 को केरा भनेपछि 8,000 भनेकै 800 रुपियाँ नेपाली 800 रुपियाँ केरा यति छ ऊ त्यहाँ छ 250 त्यहाँ छ होइन 250 भित्र के छ र ल्याउनु पर्ने के छ राजेश 250 भित्र के ल्याउनु पर्ने छ अरे ऊ पल्लो बाटो लगौँ न ल पल्लोमा जाउँ न त पल्लो बाटो ल के ले जाउँ न त जाउँ त्यो चाहिँ हो केरा त सस्तो रहेछ परभन्दा सस्तो रहेछ ऊ रामेन त कति धेरै स्याउ पनि सस्तो छ भने स्याउ कति भने 800 अरू सामान के छ यहाँ चाहिँ 250 हो 250 मा चाहिँ 5,000 भन्दा मुनिको सामानहरू पाउँछ भनेको नेपाली 500 रुपियाँ के लाने केरा चाहिँ यहाँ पनि छ यार ग्रोसरी यहाँ हुन्छ प्राइस चाहिँ यस्तोमा हुन्छ यहीँ सबै यस्तोमा हुन्छ तर यहाँ गीतहरू बजेर चाहिँ झ्याउनु हो क्या ओ माडतिर भिडियो बनाउनु चाहिँ गीत बजिरहेको हुन्छ त्यही भएर झ्याउँछ क्या कपिराइट लाग्छ धेरै नै सबैतिर गीत बजाएर हुन्छ त्यही भएर मैले भिडियो खासै बनाउँदिनँ अनि अहिले फुलहरू फुलिरहेको छ डिफ्रेन्ट अस्ति भर्खर साकुरा झरिसक्यो अब अर्कै खालको फुल फुलेको छ कस्तो राम्रो हुन्छ यहाँ अनि हाम्रो माड चाहिँ यहाँ आइपुग्यो खुलिन्छु माड यो सामान राखेर जानु पर्यो त्योभन्दा कि फुरामेन लानु पऱ्यो त्यो अर्कै थोरै डिफ्रेन्ट टेस्ट आउँछ रामेन त कति धेरै छ कुन लाने नानी हेर 1-2 यति भए पुग्छ होला यार मेरो सामान धेरै त खाना छैन अरू होइन रामेन त छ मैले घरमा बिर्सिरहेको रामेन छ होइन फुरामेनमा पनि कति धेरै छ कुन खाने क्या डिफ्रेन्ट रामेन कति धेरै कुन रामेन खाने क्या डिफ्रेन्ट रामेन कति धेरै छ नि कफी पनि कति धेरै छ यो चाहिँ कोरियाको फेभरेट चाहिँ हो क्या यो वाला यति कति धेरै खाइसकिने हेर्दा गीत आएर टेन्सन भइरहेछ क्या हो थुक्पा पनि कस्तो दामी छ मासुमा खाने साग यो वाला लानुपर्छ यार कस्तो मिठो हुन्छ
कति धेरै छ स्याउ भनेपछि 18,000 आम्मा हो कम त महँगो छैन यार ए पनि मिठो चाउनी चाउ छ ओ पोइन्ट पनि छैन होला भन छ र पोइन्ट छैन 승인이 완료되었습니다. 카드를 챙겨주세요. पोइन्ट 1 कार्टुन रहेछ त राजेश ओ हामीले सामान किनिसक्यौँ अब चाहिँ हामी फर्किने बेला भयो ठक्क 8 बजिसक्यो त्यही हो 8 बज्यो रात पर्यो अब चाहिँ फर्किनुपर्छ अहिले चाहिँ म रुम आइसकेँ होइन ट्याक्सी चढिरहेको ट्याक्सीमा लगभग मानौँ जति जान्छ अनि दिनको खर्च कति हुन्छ त एकचोटि मार्टसाट गयो भने धेरै नै खर्च हुन्छ अब लिमिट गऱ्यो भने ठिकै हो कि नत्र मजाले ल्यायो भने लगभग नेपाली 10-20 हजारको चाहिँ सामानै हुन्छ अनि कोरियन वोन भनेको 2 लाख जतिको हुन्छ 1 लाखका सामान लगभग मैले 50-60 हजारको सामान ल्याएको छु होइन त्यही सामानको जोड्दैछु यहाँ यति हो यति बाक्सा भरि छ होइन यही नै 50-60 हजारका सामान हो कोरियन भनेको चाहिँ लगभग नेपाली 6-7 हजारको सामान हो यो लगभग यो 100 रुपियाँ नेपाली इफ तपाईँले यहाँकै जस्तो लाइफस्टाइल जिउनु थाल्यो भने चाहिँ धेरै नै पर्छ क्या धेरै नै हुन्छ त्यही हो यस्तै छ कोरियाको बसाइ कोरियाको महँगाई कोरियाको कमाइ पनि ठिक छ यतिको ठिकै हो जस्तो लाग्छ यस्तै छ अनि भ्लगहरू आउँदै गर्छ बिस्तारै यहाँ कोरियाको एक्सपिरियन्सहरू कोरियामा के नयाँ छ के कुरा चाहिँ गर्न सकिन्छ भन्ने कुराहरू भिडियो बनाउँछु मेबी अब फुड कन्टेन्टहरू बनाउँछु मैले सकेसम्म अनि आजलाई चाहिँ भिडियो यति नै थ्याङ्क यू सो मच बाई